गुड मर्निङ सबैजनालाई। आज चाहिँ मैले झ्यालमुरीको रेसिपी लिएर आएको छु है। हामीले चाहिँ सन्डेको दिनमा दिदीबहिनी मिलेर चाहिँ झ्यालमुरी खाएको थियौँ नि त। अन्त मैले चाहिँ यस्तो ग्यालेरीमा फोटोहरू हेर्दा भिडियोहरू हेर्दा चाहिँ अब स्पेस फुल हुन्छ नि त। अन्त खाली गर्नुको लागि चाहिँ मैले के रहेछ भनेर यस्तो हेर्दा त झ्यालमुरीको भिडियो बनाइरहेको रहेछु हो। अब काम काजले गर्दाखेरि चाहिँ कतिवटा चिजहरू बिर्सिरहेको हुन्छ नि त। अन्त त्यसै कारणले गर्दा मैले चाहिँ फटाफट वाइ खोलेर हालेँ, खट्टा मिठा भुजा निकालेर हालेँ होइन। वाइको मसलाहरू पनि हालेँ होइन। अन्त मलाई चाहिँ यस्तो कामहरू गर्दाखेरि चाहिँ मलाई चाहिँ अलिक साह्रो काम चाहिँ गर्नु मन लाग्दैन नि त, मलाई चाहिँ अल्छी लाग्छ। अन्त त्यहाँदेखिको मैले चाहिँ दिदीलाई भनिरहेको थिएँ यो खोलेर हाल्ने काम मात्र मेरो है, तैँले चाहिँ प्याज टमाटर खोर्सानीहरू काट्नुपर्छ भनेर भन्दै भने होइन। अन्त हाम्रो दिदी कति सोझी छ हो फेरि, अनि फटाफट मैले भनेको कुरा पनि मानिहाल्यो। अन्त त्यसले चाहिँ फटाफट प्याज टमाटरहरू काट्नु थाल्यो। अन्त खोर्सानीहरू पनि काटेँ भनेर भनेको थिएँ होइन। अन्त फटाफट काट्दैछ होइन। हाम्रो दिदी चाहिँ यति साह्रो जाँगरी रहेछ, जे काम रहँदा पनि गरिदिइहाल्छ हो। अब दिदी आमाहरूको अगाडि त अब सानो बनिनु पऱ्यो नि त है, आफूले काम गर्नु पऱ्यो तापनि कहिलेकाहीँ त दङ्गाउनु पऱ्यो नि त। अन्त मेरो चाहिँ घोल्ने मात्रै काम हो। अन्त दिदीले चाहिँ भन्छ जहिले पनि अब सबै म काटकुट गरिदिन्छु तर घोल्ने काम चाहिँ तेरो है, मैले घोल्दा चाहिँ टेस्टै आउँदैन भनेर भन्छ नि त। अन्त मैले चाहिँ फेरि चिल्ली पाउडरहरू जलजिराहरू निम्बुहरू काटेर चाहिँ फटाफट हाल्दैछु होइन। अब दिदीबहिनीले नै मिलेर बनाएर खाँदैछौँ, दुईजनाले मिलेर नै खाँदैछौँ होइन। अब त्यसलाई पनि एक्लै झ्यालमुरी बनाएर खाँदाखेरि मिठो लाग्दैन, मलाई पनि एक्लै झ्यालमुरी बनाउँदा मिठो लाग्दैन होइन। अन्त हामी चाहिँ सन्डेको दिनमा कहिलेकाहीँ यसरी भेट हुँदा चाहिँ हामीले यसरी मिलेर खान्छौँ नि त। अन्त आजको झ्यालमुरी चाहिँ मिठो हुन्छ होला भन्दै मैले चाहिँ घोल्दै थिएँ होइन। अब दिदीले चाहिँ मलाई भन्छ तैँले घोलेकै मिठो हुन्छ भनेर भन्छ नि त। अन्त त्यसले घोल्दा चाहिँ खै कुनै के नपुगेको जस्तो हुन्छ नि त। अन्त हाम्रो दिदी चाहिँ कति सोझे छ, मैले जे भने त्यही काटेर हालिदिन्छ होइन। अन्त त्यहाँदेखिको मैले चाहिँ झ्यालमुरी मुस्दै पछि भन्दै थिएँ कि मिक्स गर्दै पछि भन्दै थिएँ अब तेरो एउटा फेरि काम बाँचेको छ, झ्यालमुरी खाँदा त कि त चिया खानुपर्छ कि त कफी खानुपर्छ भन्दै भनेको होइन। अन्त त्यहाँदेखिको त्यसले चाहिँ ल म कफी बनाउँछु भनेको त चिनी पनि घोप्टेँ होइन। र दिदीले चाहिँ फटाफट कफी बनाउनु थाल्यो। अन्त यता दुधहरू उम्लेको थियो होइन, मैले निकालिदिएँ। अन्त त्यहाँदेखिको दिदीले चाहिँ कफी बनायो मजाले होइन। अन्त मजाले फिर्दै थियो, मजाले बनाएँ, मिठो खानुपर्छ नि भन्दै मैले चाहिँ त्यसलाई ब्ल्याकमेल हान्दै थिएँ होइन। अब सानो हुनु पनि कहिलेकाहीँ फाइदा पनि हुन्छ, तर ठुलो मान्छेहरूले कहिलेकाहीँ हेप्छ पनि होइन। तर फाइदा चाहिँ फाइदा नै हुँदो रहेछ भन्ने हुन्छ मलाई दिदीको घर जाँदा होइन। अन्त मैले त्यसलाई भने खोलेको प्याकेटहरू चाहिँ सबै कचरामा हालेँ भनेर भने होइन। अन्त त्यहाँदेखिको दिदीले फटाफट उयो गरेर पनि हामीले चाहिँ झ्यालमुरी पनि खानु थाल्यो होइन। अन्त मिठो पनि भयो। अन्त तपाईँले झ्यालमुरी देख्न सक्नुहुन्छ। अन्त हाम्रो नानीहरू चाहिँ यता खेल्दै थियो। अन्त खेल्दा अन्त नानीले चाहिँ दुध चोरेर खाँदो रहेछ, यो पनि हो डल्लै चोरेर खाएछ। हामी त हेरेको भए। अन्त उनीहरू खेली हिँड्दै थियो। अन्त यत्तिकै हाम्रो दिनहरू बित्यो। हुन्छ, थ्याङ्क यू।